नमस्कार साथीहरू, हामी चाहिँ अहिले यो हाम्रो बाढी पीडितको लागि राहत सङ्कलनमा छौँ। यति बेला हाम्रो चर्चित टिकटकर मन्जु खत्री बहिनी आउनु भएको छ राहत लिएर। यति बेला चाहिँ हाम्रो बहिनी आउनु भएको छ राहत लिएर, मन्जु खत्री बहिनी। अनि उहाँले चाहिँ चामलहरू, लत्ता कपडाहरू लगायतका थुप्रै जिन्सी सामग्रीहरू लिएर आउनु भएको छ। उहाँलाई चाहिँ हृदयदेखि नै धन्यवाद भन्न चाहन्छु। उहाँले आफै पनि उठाउँदै हुनुहुन्छ है। होइन पुगिहाल्छु छुट्टी पनि राख्नु ल जस्तो कि मैले यहाँहरूलाई देखाएँ होइन, सामग्रीहरू लिएर हाम्रो चर्चित टिकटकर मन्जु खत्री बहिनी आइपुग्नु भएको छ। उहाँको हृदयलाई जति प्रशंसा गरे त्यति नै कम हुन्छ कि। उहाँले प्रधानमन्त्री राहत कोषमा अलग्गै पैसा हाल्नु भएको छ भने यहाँ लिएर आउनु भएको छ। थुप्रै छ सामग्रीहरू, यति धेरै चामलहरू ल्याउनु भएको छ, लत्ता कपडा लगायतका अन्य सामग्रीहरू पनि छ। म बहिनीसँग छोटो कुराकानी गर्न चाहेँ। बहिनी नमस्कार। नमस्कार, स्वागत छ यहाँलाई। हजुरलाई यो जसरी यो सहयोग लिएर आउनु भएको छ, हजुर स्वेच्छाले आउनुभएको छ? एकदमै स्वेच्छाले। हाम्रो यान्की कलेक्सनको हाम्रो यान्की कलेक्सन यान्की कलेक्सनको तर्फबाट के होस् भनेर मैले चाहिँ पर्सनली यो प्रधानमन्त्रीको खातामा चाहिँ राखिसकेको छु। र यो चाहिँ मेरो आफ्नो अझै व्यक्तिगत तर्फबाट मेरो मनले मानेन, त्यो भएर चाहिँ अब त्यहाँ त्यत्रो खान नपाएको, लाउन नपाएको, अनि त्यसरी बेघरबार भएको मान्छेहरूलाई देख्दाखेरि चाहिँ एकदम मनले मानेन। त्यो भएर चाहिँ चामल अनि त्यसरी चाउचाउहरू, फास्टफुडहरू खानुहोस् भनेर त्यसै गरी हाम्रो यान्की कलेक्सनमा कपडा पनि थियो। र कपडाहरू नयाँ कपडा हो, लगाएको कपडा होइन। र त्यो कपडाहरू पनि हामीले गर्न सक्यौँ भने बेच्ने ल्याउने त छँदैछ, सरकार हामीले गरि नै राखेको। र यतिखेर चाहिँ हामीले गर्न सक्यौँ भने त्यही नै हाम्रो कमाइ हो भनेर हामीले चाहिँ त्यसरी सोचेर अनि गर्न मन लाग्यो, त्यही भएर लिएको। अनि हजुर मार्फत चाहिँ सेफली चाहिँ त्यो ठाउँमा पुग्छ भन्ने सुने भएर म चाहिँ यहाँ लिएको हो। र खास उता बाटोतिर नि भइरहेको थियो, त्यतातिर चाहिँ अहिले उठाएको रहेछ। अनि यो सामान चाहिँ सेफली पुग्नेछ भनेर एकदम आशा गरिरहेको छु मैले चाहिँ। हजुर, एकदमै पनि हामीले चाहिँ यो आफ्नै हातले गएर हस्तान्तरण गर्नेछौँ। यहाँको जुन प्रकारले यहाँको उन्नति प्रगति भइरहेको छ होइन, यस्तै खुल्ला मन भएको कारणले यहाँले मन खुलाएर जुन प्रकारले सहयोग गर्नुहुन्छ, त्यसैले गर्दा मान्छेले भन्छ नि भगवान्ले एउटा हातले दियो भनेपछि हामीले एउटा हातले दियौँ भने भगवान्ले दुईवटा हातले दिन्छ भने जस्तै। हजुर होइन, त्यही भएर त्यही अनुरूप यहाँको जुन प्रकारको भइरहेको छ, उहाँको नाम पनि कमाइराख्नु भएको छ होइन, अन्य प्रगति पनि भइरहेको छ। त्यो देख्दा चाहिँ एकदमै खुसी लाग्छ। यहाँको चाहिँ दिन 2 गुणा रात 4 गुणाको हिसाबले प्रगति होस्। जति पनि हाम्रा पीडितहरू हुनुहुन्छ उहाँ होइन, उहाँलाई हामी यो सकुशल उहाँहरूको हातमा पुर्याउनेछौँ। त्यसको लागि उहाँहरूको आशीर्वाद लगायत हाम्रो मनाइदेखि यहाँलाई आशीर्वाद पनि लाग्नेछ। र भनौँ न अब हृदयदेखि धन्यवाद पनि भन्न चाहे। एकदम धेरै त होइन, तर जे भए पनि एउटा मनले आफूले जति गर्न सक्छु भनेर हो, देखाउनको लागि पनि होइन। तर एउटा कुरा के लाग्छ भनेपछि अलिअलि कुनै सामानहरू के भने चाहिँ अरूले पनि अझै उत्प्रेरण मिलोस् होइन, सद्भाव जागोस् भनेर चाहिँ मैले अलिअलि कहिलेकाहीँ देखाउने गर्छु। र यो सामानहरू चाहिँ सकुशल चाहिँ उहाँहरूलाई पुगोस् भन्ने आशा छ। तपाईँहरू पुऱ्याउनुहुन्छ पनि। अब यो किन देखाएको यताउति भन्ने नि त हुन्छ नि त कुराहरू। र कुनै कुराहरू देखाएर राम्रो हुन्छ भने देखाउनुहोस् भन्छु म एकदम। अब जस्तो कि यहाँले अब यति धेरै सामान छ कि होइन, यति धेरै सामग्रीहरू उहाँले दिनुभएको छ। र पनि यो केही पनि होइन, थोरै भन्नुभएको छ कि यही हो उदार मन भनेको, यही नै हो कि। उहाँले हामीले यही कुराहरू कतिपय साथीहरूसँग राख्दा चाहिँ 1 बोरा चामलको लागि पनि उहाँले कति तिता वचनहरू लगाउनु भएको छ, त्यो हामीले भोगेका छौँ। अब यति थोरै यति धेरै सामग्री लिएर दिँदा पनि थोरै हो, यो त केही पनि होइन भन्नुभएको छ। यसको लागि चाहिँ उहाँको हृदय चाहिँ कति ठुलो छ भन्ने कुरा दर्शकहरूले हेरि नै राख्नु भएको छ, बुझ्नुहुनेछ। अहिलेलाई भने हामी छुट्टिन चाह्यौँ। हस्, हजुरलाई फेरि पनि धेरै धेरै धन्यवाद।